नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ आदर्श चौधरी। म अस्ट्रेलिया आएको 2 वर्ष भयो। मैले हालसालै मेरो मास्टर्स सकाएँ। अब मेरो मास्टर्स सकाएर आज चाहिँ मेरो पहिलो दिन। आज चाहिँ म इन्टर्नसिप गर्न आएको। आज इन्टर्नसिप राम्रै भयो, धेरै कुराहरू सिक्यो, नयाँ कुराहरू थाहा पाइयो। ठिक छ, अब आजदेखि प्रोफेसनल लाइफको सुरु भयो। 2 वर्ष त्यत्रो दुःख गरेको आज अफिसमा बसेर आफ्नो फिल्डमा काम गर्न पाउँदा धेरै खुसी लागिरहेछ। आज चाहिँ म आफ्नो फर्स्ट डे सकाएर घर फर्किसकेको छु होइन। आजको ओभरअल डे राम्रो भयो, प्रोडक्टिभ रह्यो, धेरै कुराहरू थाहा पाइयो, इन्साइट थाहा पाइयो, भित्र कसरी काम हुँदो रहेछ। हामीले जति अप्ठ्यारो सोच्छौँ त्यस्तो अप्ठ्यारो चाहिँ नहुने रहेछ, तर ठाउँमा पुग्नु चाहिँ पर्ने रहेछ, त्यति कुरा चाहिँ बुझ्यो। अनि अर्को कुरा चाहिँ काहीँ बोल्न लजाउनु हुँदैन। जो हुन्छ जोसँग पनि नर्मली बोल्ने, आफ्नो इन्ट्रोडक्सन दिने, मजाले कुरा गर्ने, सबैसँग घुलमिल हुने। किनकि सबैजना अब त्यहाँ काम गरिरहेको हुन्छ, लाइक एउटा इन्भाइरोमेन्ट हुन्छ, एउटा फन हुन्छ नि, त्यो चाहिँ लाइक त्यो आफैले क्रिएट गर्नुपर्ने रहेछ होइन। त्यो साई होबे हामीलाई अब हाम्रो कल्चरमा अब अरू धेरै एक्सपोजर पाइँदैन, धेरै एक्सपोजर हुन खोजिँदैन, बोलिँदैन होइन। आउट अफ रेस्पेक्ट भनिन्छ, तर त्यस्तो नहुने रहेछ यहाँ चाहिँ। अब यहाँ चाहिँ सकेसम्म धेरै अब सबैजनासँग बोल्ने, मजाले बोल्ने, कुरा गर्ने, त्यही हो। अब फर्स्ट डे अब राम्रो रह्यो ओभरअल। अब आफूलाई अब इन्ट्रोड्युस गर्नलाई होइन, आफ्नै प्रोफेसनल नामले अर आफ्नो प्रोफेसनल तरिकाले इन्ट्रोड्युस गर्न धेरै त्यो कस्तो रमाइलो लाग्दो रहेछ। आफूलाई अब एज अ इन्जिनियर चिनाउन, अरूसँग कुरा गर्न होइन, लाइक त्यो छुट्टै नै हुँदो रहेछ। अब यसो हेर्छ मान्छे सानो छ, तर इन्जिनियर भनेपछि लाइक त्यो छुट्टै तरिकाले हेर्ने रहेछन् मान्छेहरूले। ठिक छ, अब यस्तो अब कायम नै रहोस्। अब आजलाई चाहिँ यति नै। अब मेबी म भोलि अर्को भिडियो लिएर आउँछु। त्यति जेलको लागि सी यू, हेभ अ गुड नाइट।